ल दिदी सामान पनि प्याक भयो। अब तपाईँको पनि यस्तो छिटो छिटो गर्नु पर्यो। म नि जान हतार होला जस्तो छ, ढिला पनि भइसक्यो। ल भाइ राम्रोसँग जा है, चुनावको माहौल छ, भोट हालुन्जेल पनि पर्खिन सकेन है। के गर्नु त दिदी, सही मान्छेलाई भोट हाल्न नसक्दा हामी जस्तो धेरै युवाहरू विदेशीमा परेको छ, यस्तै त हो नि। राम्रोसँग जा। नेपालमा बसुन्जेल त कहिले काङ्ग्रेस भइस, कहिले जनयुद्धमा माओवादीको लैलैमा गयो, माओवादी पनि भइस, त कहिले एमाले भइस। अब विदेशमा गएपछि त कमसे कम म नेपाली हुँ भनेर गर्व गर्न त पाउँछ। ल दिदी आशीर्वाद दिनुहोस्। के यो सरकार यति कमजोर छ र? आफ्नै देशको नागरिकलाई पनि स्वदेशमा दक्ष अनुसारको रोजगार पनि दिन नसक्ने, आखिर कतिन्जेल? हामी जस्ता युवाहरू आफ्नै देशमा काम गर्ने मन हुँदा हुँदै पनि वैदेशिनु पर्ने, आखिर कतिन्जेल?